ब्यान भए तापनि अहिले नेपालमा सोशल मिडियामा प्रोटेस्ट पछि सबैभन्दा चर्चामा आएको कुरा र ट्रेन्डमा चलिरहेको कुरा हो नेपो किड्स। स्पेसली टिकटकमा यो ट्रेन्ड चलिरहेको छ। यो शब्दले नेताहरूको परिवारले केवल पहुँचबाट पाएको सम्पूर्ण सेवा सुविधा र जनताको ट्याक्सबाट आएको लाइफस्टाइललाई मजाले क्रिटिसाइज गर्छ। यसले शक्तिशाली परिवारको छोराछोरीको बेग्लै लाइफस्टाइल र आम नेपालीको सङ्घर्षमा बितिरहेको जीवनलाई मजाले देखाइरहेको छ। सोसल मिडिया जस्तै टिकटक, रेडिट, फेसबुक र इन्स्टाग्राममा यो कुरा एकदमै भाइरल भएको छ, जसमा जेनजीहरूले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। अब नेपालमा यो शब्द पूर्व प्रधानमन्त्री, मन्त्री र ठुलो पदमा बसेका नेताहरूका छोराछोरीको लागि युज भइरहेको छ। यो लेभलले मेहनतको माध्यमबाट नभई सिर्फ आफ्नो परिवारको पोलिटिकल कनेक्सन्सका कारण उनीहरूले पाएको अवसर र उनीहरूको लग्जरियस लाइफस्टाइलमाथि प्रश्न उठाएको छ। नेपालीहरू बीच जुन फ्रस्ट्रेसन छ, जुन एङ्गर छ, त्यो कुनै न कुनै माध्यमबाट निस्किनेवाला थियो र त्यो निस्क्यो नेपो बेबिज ट्रेन्डबाट। छोराछोरी और नाति नातिनाले जुन लाइफस्टाइल र महँगा सामानहरू प्रयोग गरिरहेका छन्, त्यो एउटा सामान्य नेपालीले प्रयोग गर्ने सोच पनि राख्दैन। एउटा सपनाको कुरा जस्तै हो। वर्षौंको लागि सेभिङ्सहरूबाट मात्रै केही मान्छेहरूले यस्तो गर्न सक्छन्। तर यो त नेताहरूको बच्चाहरू हुन्। यो नेताहरूको बच्चाहरूले आफै कमाएको पैसा पनि हुनसक्छ। किन उनीहरूलाई भ्रष्टाचारसँग जोड्ने भन्ने जस्ता कुराहरू पनि अगाडि आएका छन्। सबसे पहिला टिकटकमा साना क्लिपहरू सेयर हुन थाल्यो, जसमा लिडरहरूका छोराछोरीहरू विदेश गएको, महँगा कारहरू चढेको, लग्जरियस होलिडेको फोटो राखेको र क्याप्सनमा सोधियो, हाम्रो करको पैसा कहाँ जान्छ? यो कुरा त डाइरेक्ट नेपाली जनताको दुःखसँग लिङ्क थियो। सो इन्स्टेन्टली भाइरल भयो र यसको क्रोधको रिजल्ट र सोसल मिडिया ब्यानको क्रोधको रिजल्टमा सेप्टेम्बर 8 को प्रोटेस्ट हुन पुग्यो। अब यो लिस्ट त एकदमै ठुलो छ, तर सबैभन्दा चर्चित नामहरू पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको फ्यामिली, वर्तमान प्राइम मिनिस्टर केपी ओलीको परिवार, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोरा जयवीर सिंह देउवा, पूर्व प्रचण्ड कि नातिनी स्मिता दाहाल र बाबुराम भट्टराईको फ्यामिली यो नेपो किड्सको ट्रेन्डमा धेरै चर्चामा आएका छन्। यो नामहरू सोसल मिडियामा ओपनली डिस्कस भएका छन्। फोटो र भिडियोमा देखिन्छ महँगा गाडी, डिजाइनर सपिङ, फरेन युनिभर्सिटी, हाई एन्ड पार्टिज र यसै जेनजी जसले आफ्नो परिवारका मेम्बरहरूलाई विदेश गएको देखेको छ। त्यहाँ एउटा प्रश्न उठ्यो, हाम्रोहरू त कोही विदेशमा छ, त्यही भएर चलिरहेको छ, तर यिनीहरूको यो सब महँगा गाडी, डिजाइनर ब्यागहरू कहाँबाट आइरहेका छन्? केही नेपो किड्सहरूले त आफ्नो इन्स्टाग्राम आइडी पनि प्राइभेट गर्नुपर्छ जस्तो कन्डिसन आयो, किनभने उनीहरू कन्टिन्युसली ब्याकल्यास पाउँदैछन्। यसले नेपालीहरूलाई एउटा रियालिटी चेक दियो। यसले उनीहरूलाई सोच्न बाध्य बनायो, जसका कारण त्यो फ्रस्ट्रेसन प्रोटेस्टको माध्यमबाट बाहिर निस्कियो। सेप्टेम्बर 8, 2025 मा काठमाडौँ, पोखरा, इटहरी र ठुला सहरहरूमा हजारौंको सङ्ख्यामा मानिसहरू भेला भए र बाटोमा निस्किए र नारा थिए, शट डाउन करप्सन, नट सोसल मिडिया, हाम्रो कर उनीहरूको लग्जरी, युथ अगेन्स्ट करप्सन। प्रोटेस्ट भायोलेन्ट समेत भयो। काठमाडौँमा पुलिस र प्रोटेस्टर्सहरू बीच क्ल्यास पनि भयो, बन्दुक चल्यो, एक्सपायर्ड टियर ग्यास समेत युज भयो, जुन नहुनुपर्ने हो। 19 जनाको मृत्यु भयो, जसबाट धेरैजना स्टुडेन्ट्स थिए। पुलिसले ब्रुटली फायर गर्यो र अझै कतिजनाहरू हस्पिटलमा घाइते अवस्थामा छन्।
हिजो हामीले जे पनि देख्यौँ त्यो पक्कै पनि सामान्य थिएन र यदि पुलिस अझै यति धेरै आक्रामक हुने हो यति ब्रुटली फायर गर्ने हो भने अझै कति धेरै मानिसहरूको ज्यान जानेछ। आजको लागि यति नै। आम प्रतीक एन्ड यु वाचिङ द एक्सपोजर।